सबजना सिरियस हो, सबजना सिरियस हो, कोही पनि ना सबजना सिरियस हाँसेको छ। जहिले मायाको कुरा गरेको छ, मायाका लभ चक्कर छ, लभ सब चलेको छ, यताउति भइरहेको छ, सब कुरा भइरहेको छ। यो भाइ टुल्लुले चाहिँ के गर्यो तिमीहरूलाई? ए मलाई भोटो मेरो के अरे गर्लफ्रेन्ड पहिला के आई लभ यु भोटो के भन्छ यो विवाहित मान्छे टुल्लुलाई त म छोड्दिनँ है, म साँच्चै भन्नु रिस उठ्दै खाने अस्ति नि त्यस्तो नेपाल आइदिए अस्ति दाइले हान्छु रे यहाँ भाइ म के भन्छु तिमीलाई भन्दाखेरि अहिले छोड्ने भोटुलाई त्यो त्यस्तै हो, होइन। यता सुन त्यो हजुर उ नगर के अरे फिजिकल्ली यो हातपात गर्ने यताउति गर्ने काम नगर्नु यो भाइलाई। त्यस्तो होइन, मेरो बिचरा दाइ हो। माया लाग्दो छ। तिमी टुल्लुलाई मेरो दाइ हो, तर झाँक्रीकोमा गएर बाण हान यसलाई, भएन बुझेको नै? यसलाई बाण हान, 4-5 वटा बाण। म जता गएँ त्यतै हो। अब ल अस्ति नि दाइले मैले भनेको अस्ति नि त्यस्तै भएन, अस्ति नि त्यस्तो गरेर अस्ति पालि छोडिदिनु पास्ट हो होइन। ठिक छ अब ल नि त दाइ, अब जेसै गर्नु भनेको अचम्म लागिसक्यो यार। म त यार हेर मेरो त जहिले घरमा लाइभ आउँछु हेर, केही न केही झगडा, जहिले आउँछु केही न केही। माया गर्ने मान्छेले माया गर्न देऊ के। त्यही भने बिहा भइसकेका मान्छेहरू, विवाहित मान्छेहरू किन घुस्नु अर्काको लभ लाइफमा? टुल्लु बिहे छ, भइसकेका बिहे मान्छेहरू छन् नि दादापट्टि बिहे दारी सारी भइसकेको आउने नि। मान्छेहरू, गालाभरि झवक्क दारी पलाका, मुख चलाइराख्ने कोट्टाउने मान्छेहरू, हाँसेको हाँसै गर्ने मान्छेहरू छन् नि त्यहाँ। हरियो टी सर्ट लाएर आउने मान्छेहरू छन् टन्नै। छन् त्यही त। के हो भन मेरो भाइ, टी-सर्ट लाउने हारा तेरो पनि किन कुरा ल्याएको? सुन्नु पर्यो। अब एकतर्फी मात्रै कुरा राखेर भएन, पक्ष र प्रतिपक्षको पनि कुरा सुन्नु पर्यो। प्रतिपक्षको के छ कुरा भन, जा चिर जा दिदे दन। जिल्ला मैले यस्तो जिस्काइदिरहेको हुन्छु, त्यही भएर यो यसले चाहिँ अब लभ परिरहेको छ भन्ने सोच्छन् नि त, जिस्काइदिरहेको हुन्छु मैले। त्यही भएर मेरो गर्लफ्रेन्डलाई नजिस्का भन्छन् कि यिनले, हाम्रो राजीवजीले। त्यही हो। अनि त्यो त भन्नु पर्यो नि त। अनि खालि जिस्का यो भिडियो रेकर्ड गरेर राखिराख केटाहरू, म सबलाई भन्छु है, सबैलाई यो भिडियो रेकर्ड गरेर राख। भोलिको दिनमा राजीव यो भाइ रोएर आयो भने, बुझेको बुझेनौ? यो भाइ भोलिको दिनमा रोएर गर्दै आयो भने मैले जानेको छु त्यसपछि, बुझेको नि? म छु म के गर्छु त्यस मलाई थाहा छ। तर मेरो टुल्लु भाइ यो विवाहित मान्छे, म्यारिड मान्छे चाहिँ किन हो यस्तो जिस्काउने अर्कालाई? बुढी घरमा बुढीले गाली गर्छ, हाम्रो त गर्लफ्रेन्डले मार्छ नि त। होइन यतिकै जिस्किएको मात्रै हो। बुढी हुँदा हुँदाखेरि पनि कस्तो यो छाडा राङ्गो जस्तै हिँडिरहेको यो मेरो भाइ। यसलाई त भिडियो देखेन हिजो, आज भिडियो देखेन कस्तो अरू केटीसँग छ उहाँ, लेङ्गा लागेको केटीसँग। त्यही भनेको लाज छैन अलिकति, लाज अझै हाँसिरहेको छ कि सिरियसनेसै छैन यार। ओके सिरियस ल ओके सिरियसनेसै छैन कि। अलिकति सिक्नु पर्यो दाइसँग, अलिकति सिक्नु पर्यो दाइ। ल कोही केटी आयो बेला मैले कहिले कसरी त्यसरी बोलेको देखेपछि मैले भोटिनलाई मैले बहिनी भनेर बोलाउँछु। सबलाई म आजभोलि रेस्पेक्ट गर्छु। कहिले भनेको देखेछस् मैले कोहीसँग जिस्केको देखेछस् तैँले? त्यसो भन्छ म त हेर के अरे म त के अरे भोटिनलाई म त नेपालमा छु, म त उडाइदिन्छु के भन्छ। आँगा म कन्ट्रोल गरेर बसिरहेको छु है। पुङ्गो आँगा टुल्लु। ए आले भोटिनी के भन्यो के भन्छ? के भन्नु यार, सबैजना सम्झेहरूलाई, सबैजना मेरो च्याङ्बाहरूलाई है, मेरो राजाहरू सम्पूर्णलाई माफी माग्न चाहन्छु है, सम्पूर्णसँग माफी माग्न चाहन्छु। मैले यो आँगालाई बचाउन सकिनँ है, माफी माग्न चाहन्छु राजाहरू है। चाजी अब के चाजी तनावै भइसक्यो। म बचिहाल्छु नि त, टेन्सन नगर्नु। ताताजी हो आना, ताताजी चाजी सिजी वाङ हो आना, आँगा सिजी वाङ है, सिजी वाङ सिजी है आँगा। ए यता सुन, फेरि के भाषा बोल्यो? कोरियन भाषा पो हानेको थाहा छैन मलाई त। चाइनिज भाषा पो हानेको कि भन्ला फेरि? यो हाम्रो पर्सनल भाषा हो, बुझेको बुझेन? ल ठिक छ बाबु टुल्लु, अबदेखि त नजिस्काउने, यिनीहरूलाई नचलाउने, बुझेन? चलाउनु हुँदैन। मलाई अरू कसै डर छैन, टुल्लुको मात्रै डर हो अहिले। खुङ्गार मान्छे, बुझेको बुझेनौ? यस्ता मान्छेहरू देख्दाखेरि सोझो हुन्छन्, तर च्याटमा त फेरि च्याटिङ त कस्तो हान्छन् तिनीहरूले। च्याट यस्तो हान्यो, 2टा लाइन हान्यो कि 2टा च्याटमा 1-2 लाइन मेसेज लेख्यो कि सकापै हो नि। फेरि गर्लफ्रेन्ड त बचाएर खेमे दाइसँग त कुरा हाम्रो मिलिसक्यो, दाइले कङ्ग्रेचुलेसन भन्छ हो। खेमे बरु बोल्दैन, खेमे लाइभमा टिकटकमा लाइभमा आएर ल्याङलुङ गर्छ होइन, खेमे बोल्दैन। तर यस्ता मान्छे चाहिँ फेरि च्याटमा उफु कहाँ हो, खाना खानु भयो, अचार कस्तो थियो भन्ने सोध्नेवाला हुने। फेरि मेरो भाइ टुल्लु, मलाई तर तेरो बारेमा थाहा छ। यसलाई मैले अस्ति फेक आइडी बनाएर केटीको आइडीबाट यसलाई मेसेज गरेको थिएँ,
म रबिनाको नामबाट मेसेज गरेको त्यसलाई रबिना कार्कीबाट अनि के भन्नु लाग्यो बुढी छ हजुरको भनेर भन्दाखेरि नाइ म त सिङ्गल हो नि भनेर भन्दैछ अनि कतिसम्म पढ्नु भएको भनेर भन्दाखेरि भर्खर ब्याचलर 3rd इयरमा पुगे भनेर के पढ्नु भएको इन्जिनियर भन्छ ओहो हाम्रो फ्युचर बनाउनु पर्छ है सँगै पो लेख्दो रहेछ अबि म त तनाव टेना भइसक्यो इन्जिनियरले यस्तो यस्तो टेक्स्ट हान्दो रहेछ यसले त सब थाहा रहेछ यसलाई बाबु सम्झिहाल अर्काको बुढी नताक सरी अर्काको गर्लफ्रेन्ड नताक सम्झिहाल मेरो भाइ लभ छ